हामीले विरोध गरेका छैनौँ, विरोध गर्न जरुरी पनि छैन। ढुङ्गै बोक्न कसैलाई मन हुँदा हामीलाई चाहिँ आपत्ति हुनुपर्ने कुरो पनि भएन। तर एउटा कुरा सत्य हो, त्यो ढुङ्गै बोकेर अनि जनताले श्रमदानै मात्रै गरेर मुलुकको विकास हुन्छ भन्ने पनि यो हावादारी कुरा हो। र चन्दादाताहरूको पनि त एउटा सीमा होला नि त। कहिलेसम्म कुन कस्तो कामको लागि चाहिँ कति चाहिँ चन्दा दिएर धान्नुहुन्छ त उहाँहरूले? चन्दा दिने भनेको फेरि चाहिँ खोइ अब हामीले नाम लिस्ट हेर्दाखेरि त ठुला चाहिँ पुँजीपतिहरू देखिँदैन, गोल्छा जस्तो चाहिँ ऊ जस्तोले दिएको त देखिँदैन, चौधरी जस्तोले। उहाँहरूको मन त पग्लिएकै छैन हरकतिको ढुङ्गा बोकाइले। सङ्घ संस्कृति पार्टी हामीले हाम्रो पार्टीको तर्फबाट धेरै आलोचना गरेका छैनौँ, सन्तुलित समीक्षा गरेका छौँ 5औं बैठकमा। अब 5 वर्ष श्रम संस्कृति पार्टीको काम हेर्नुपर्छ भन्ने छ। सैद्धान्तिक वैचारिक आधार नभएको पार्टीको रूपमा त रहेकै छ। अब व्यवहारमा कति गर्नुहुन्छ त? अब यो ढुङ्गा बोक्ने, पानी पाइप तान्ने, बाटो बनाउने, पुल बनाउने, पार्क बनाउने आदि लगायतका, वृक्षारोपण गर्ने, बाटो सफा गर्ने लगायतका कामहरू राम्रा काम हुन्। त्यसलाई हामीले चाहिँ आलोचना गर्न पर्दैन, आलोचना गर्न हुँदैन। श्रम गर्नुपर्छ भन्ने कुरासँग हाम्रो कुनै चाहिँ नि अन्यथा हुनै सक्दैन। तर हामीले बुझ्नुपर्ने कुरा के हो भने ढुङ्गा बोकेर घर बनाएर, पार्क बनाएर है, अनि पुल बनाएर, बाटो बनाएर अधिकार पाइन्छ त? त्यसो गरेर भ्रष्टाचार मुक्त हुन्छ त यो देश? सुशासन युक्त बन्छ त यो देश? त्यसो गर्दा इन्क्लुसिभनेस आउँछ, समावेशी लोकतन्त्र पाइन्छ, त्यसो गर्दा कार्यान्वयन हुन्छ, त्यसो गर्दा सामाजिक न्याय पाइन्छ, त्यसो गर्दा पहिचान सहितको सङ्घीयता पाइन्छ। प्रश्न चाहिँ यो। अनि ढुङ्गा बोक्ने, पुल बनाउने, बाटो बनाउने आदि इत्यादि काम राम्रो काम हो, तर चन्दा उठाएर गर्ने। चन्दा दाताको चाहिँ कहीँ कतै नाम नामेसी लेखेको देखिँदैन। अलिअलि त पहिले त फलानाले यति चन्दा दिए, फलानाले यति चन्दा दिए भन्ने फेसबुकमा पनि आउँथ्यो। ताम्रपत्र नलाखे पनि, शिलापत्र नलाखे पनि, हैन, सङ्गमरमरमा नलेखिए पनि हिजोआज त्यो पनि केही चर्चै हुँदैन, हैन। श्रम संस्कृति पार्टीले हर्कजीले चाहिँ लौ पुल बनाउनु पर्यो, लौ बाटो बनाउनु पर्यो भन्नुहुन्छ, करोड जम्मा हुन्छ गुरुरु, हैन। दुम्लिङमा पुल बनाउनु भयो, राम्रो काम हो। अब उहाँले चाहिँ एउटा ट्विनमा चाहिँ जाँदै गरेको बच्चाको फोटो राख्नुभयो, पैसा ओहिरिएर आयो। 1 करोड समथिङ चाहिँ खर्च भयो, 2 करोड समथिङ चाहिँ उठ्यो। 1 करोडभन्दा बढी चाहिँ बचत भएको कुरा चाहिँ हिसाबमा आयो। त्यो राम्रो कुरा छ। तर त्यहाँ नपुगेको कुरा के छ भने, वा हामीले उठाउनु पर्ने कुरा के देख्छु मैले भने, चन्दादाताहरूको नाम पनि, नाम, ठेगाना, अङ्क